भर्खरै 12 को बोर्ड एक्जाम सकियो। ल पढ्न मन छ, तर कहाँबाट सुरु गर्ने, के गर्ने केही पनि थाहा छैन भने दिस भिडियो इज फर यु। सबैभन्दा पहिलो कुरा मेन्टली प्रिपेयर्ड हुनुहोस्, किनभने ल त्यति सजिलो फिल्ड होइन जति धेरैले सोच्ने गर्छन् र त्यति गाह्रो पनि होइन। त्यसपछि लमा पनि बिए एलएलबी गर्ने कि बिबिएम एलएलबी गर्ने कि बिइसी एलएलबी गर्ने त्यसमा क्लियर हुनुहोस्। र अर्को कुरा कुन युनिभर्सिटी अन्तर्गत पढ्ने हो भन्ने क्लियर हुनुहोस्। नेपालमा त्रिभुवन युनिभर्सिटी, काठमाडौँ युनिभर्सिटी, पूर्वाञ्चल युनिभर्सिटी, गण्डकी युनिभर्सिटीले ल कोर्स अफर गर्ने गर्छन्। त्यसपछि जुन युनिभर्सिटी टार्गेट गर्नुभएको छ त्यसको करिकुलम, कोर्स स्ट्रक्चर राम्रोसँग हेर्नुहोस्। कुन कुन सब्जेक्ट्सहरू छन्, कोर्स स्ट्रक्चर, इन्ट्रान्स एक्जाम सबै बुझ्नुहोस्। र अर्को इम्पोर्टेन्ट कुरा हो इन्ट्रान्स प्रिपरेसन। करेन्ट अफेयर्स र बेसिक लिगल कन्सेप्ट्समा फोकस गर्न सुरु गर्नुहोस्। साथै राम्रो ल कलेज चुज गर्दा केवल नाम मात्र होइन, फ्याकल्टी कस्तो छ, मुड कोर्ट अपर्च्युनिटिज छन् कि छैनन्, एक्स्ट्रा करिकुलर एक्टिभिटिज हुन्छ कि हुँदैन, यी कुरामा पनि ध्यान दिनु जरुरी छ।